हाई गाइज, आज चाहिँ हामी माथि घुम्न जाँदैछौँ र अगाडि चाहिँ हाम्रो अक्कुहरू हुनुहुन्छ होइन। अक्कुले हामीलाई घुमाउनु लगेको, हामी भर्खर निस्केको। अनि यस्तो नयाँ आएको चाहिँ नयाँ हो फोन। अहिले चाहिँ हामी माथि पाला आइपुग्यौँ। अनि हाम्रो भाइ पनि पछि आएको छ। अब अहिले चाहिँ हाम्रो भाइ पनि पछि आएको छ। अनि हाम्रो यहाँ सानो भाइ हाँसिदिनु भाइ, आचुले गरिदिनु त, यस्तो नक्कल पारिदिनु। अरे यतिमा त डब्लिङमा केटीहरू पट्टिन्छ। यो चाहिँ पाला आइपुग्यो। फिल्टर होला कुद्यो आम्मा पिटर है। अनि पापाको नाम रहेछ हौ। यहाँदेखि अब उता चाहिँ अलिक जाडो हुन्छ होला, किनभने एकदमै जाडो जग्गा हो यो उकालो चाहिँ। अचानक वेदर के हुन्छ त्यो मान्छेहरूको त्यो गलत फ्यामिली हो क्या, त्यो करेक्सन गर्नु जानु भएको छैन। र अब यो गर्दिनँ म, यहाँदेखिको उता चाहिँ एकदमै अब जाडो हुने चान्सेस छ, किनभने अब चाहिँ लेक हो यता चाहिँ। एकदम अब वेदरहरू जे पनि हुनसक्छ होइन। हामी चाहिँ हाइवेमा छौँ, अहिले पुग्न आँट्यौँ डेस्टिनेसन। र यहाँ चाहिँ स्कुलको नानीहरू रहेछ यता साइडमा, कपाल पुरा उड्यो। अनि यहाँ चाहिँ पुरा चिसो रहेछ। घरदेखि त गरम भनेर यस्तो लुगा लगाएर आएको, यहाँ त चिसो रहेछ। अक्कुले चाहिँ टोटोमा चढ, अक्कु नचढौँ म अक्कु म गएको सिलगढीमा चढेको। अनि हामी जाँदैछौँ, यो चाहिँ हाम्रो टिकट हो। अनि यहाँकोले चाहिँ सिलगढी फिल गर न भन्दैछ मलाई, तर मलाई जरुरत छैन, किनभने म पहिल्यै टोटोमा चढिसकेको। म त्यति साह्रो जङ्गली पनि होइन कि अब टोटोमा पनि नचढ्ने, त्यति साह्रो पनि होइन। अब म 12 पढिसकेको। अब यस्तो दामीको भ्यू कि अलिकति घाम लाग्यो भए चाहिँ दामी हुन्छ कि, तर दामी उयो भएको छैन। हाम्रो भाइ छ यहाँ। भाइ यहाँनिर यस्तो गर्दै त भाइ, उयो गर्दै माथि हेरौँ को हो भाइ, यहाँ हेरि गर्दै एक्सपोर्ट बनाइसकेको छौँ हामीले हाम्रो भाइलाई, हामी जस्तै। र गाइज अब एकछिनमा सो हाम्रो चाहिँ एन्ट्री भइसकेको छ। यहाँ चाहिँ भैया हामी बेसी रहेछ तर। हाई गाइज, अब चाहिँ हामी फर्किँदैछौँ हो। अघि चाहिँ खाजाहरू खाएको केही पनि राम्रो भिडियो बनाउनु पाइनँ, किनभने हामी खाजाहरू खायौँ, यताउता गऱ्यौँ, भाइ पनि थियो। अनि त्यसले गर्दाखेरि हामी भाइलाई हेर्दै खेल्दै गरिबस्यौँ। त्यसले गर्दाखेरि चाहिँ र अब चाहिँ हामी गएको। हाम्रो भाइ चाहिँ यहाँ सामान बोकिरहेको छ। थाक्यो भाइ, म बोक्छु हिँड। अब आफू पनि दिँदैन हो, ऊ बोक्नै पर्ने। अब चाहिँ बल्लै दियो। आधा इश्क आधा